धरान नगर अस्पतालको जग्गा सम्बन्धी ऐतिहासिक निर्णय। प्रधानमन्त्री बालेन र अहिलेको कार्यवाहक नगर प्रमुखको पहलमा धरान नगर अस्पतालको लागि जग्गा उपलब्ध गराउने सम्बन्धी मन्त्री परिषदको निर्णय भयो। अब चाहिँ खुसीका लहरहरू आउने छन् जसो देखिन्छ। धरानका कार्यवाहक मेयर आइन्द्र विक्रम बेगा लेख्नुहुन्छ, धन्यवाद प्रधानमन्त्रीज्यू। अलिकति अगाडि बसेको मन्त्री परिषदको बैठकले छाता चोक स्थित त्यो ठाउँमा भएको अब जग्गाको मिटरहरू त यहाँ लेखिएको छ उपलब्ध गराउनु भएकोमा खुसी व्यक्त गर्दै उनले धन्यवाद पनि दिए। अलिकति अगाडि नगर प्रमुखले सरकारलाई चाहिँ जग्गा उपलब्ध गराइदिनको लागि त्यहाँ नगर अस्पताललाई चाहिँ पत्र पठाएका थिए। पत्रका अनुसार धरान नगर अस्पताल सञ्चालन गर्नको लागि उचित जग्गा नभएको, धेरै समस्याहरू भइरहेको र सारमा भन्नुपर्दा जग्गा उपलब्ध गराइदिनु न भनेर पत्र काटेको जस्तो देखिन्छ। यो सरकारले देखाएको यो साथ र सहयोगलाई चाहिँ धन्यवाद दिनैपर्छ। जनतालाई सेवा सुविधा दिनुपर्छ। धरान नगरपालिकाले चालेको यो कदम र सरकारले दिएको यो साथलाई तपाईँ के भन्नुहुन्छ? आइन्द्र विक्रम बेगा लेख्नुहुन्छ, धन्यवाद प्रधानमन्त्रीज्यू।